नमस्कार साथीहरु, आज म फेरि नयाँ भिडियो लिएर आइसकेको छु। नेपालको लिग 2 को लागि फेज 2 को टिम अनाउन्स भइसकेको छ र आजको यस भिडियोमा म हजुरहरुलाई त्यो टिममा को परेका छन् र कुन पहिला धेरै जस्तो नेशनल टिममा पर्ने प्लेयरहरु परेका छैनन् त्यसको बारेमा चर्चा गर्ने छु र अब भिडियो सुरु गरौँ। नेपालको फेज 2 मा क्याप्टेन रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, भीम सार्की, दिपेन्द्र सिंह ऐरे, गुलशन कुमार झा, अर्जुन साहुद, बशीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण थकुना, सन्दीप लामिछाने, ललित राजवंशी, शाहब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीश जीसी, रिजन ढकाल, आकाश चन्द, रूपेश सिंह, लोकेश बम र शुभकंशकर परेका छन्। र अब यही 25 जनाको टोलीले युके भ्रमण गर्नेछ र जुन प्लेयरहरूले यो भ्रमणमा राम्रो गर्नेछन्, यो भ्रमणको प्र्याक्टिस गेममा त्यो प्लेयरहरूलाई लिग 2 को स्कटल्यान्ड टुरमा लिएर जानेछन्। र यो 25 जनाको सूचीमा धेरै ठुला नाम छैनन्, जस्तै ईशान पाण्डे, कमल सिंह ऐरे र कुशल मल्ल। यी प्लेयरहरूले राम्रो पर्फर्मेन्स गर्दा पनि उनीहरू यो टिममा पर्न सकेका छैनन् र कुशल मल्ल पहिलादेखि नेपालको नेशनल टिममा खेलिरहेका प्लेयर हुन् र उनी पनि यो 25 जनाको सूचीमा अटाउन सकेका छैनन्। र साथीहरु, आजको यस भिडियोको लागि यति नै। यदि हजुरहरुलाई अझै यस्तै भिडियो हेर्न छ भने यस भिडियोलाई लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।